म सानो छँदा मेरो मिल्ने एउटा साथी हो खोला। उसलाई कुनै परवाह नै छैन, उसँग को बगिरहेको छ। यो खोलासँग आज उसको कथा सोध्नको लागि उसकै समीप म पुगेको छु। खोला मासुम रहेछ। खोला जस्तै मासुम हुन्छन् बच्चाहरू, उनीहरूको मनमा न छल हुन्छ न कपट हुन्छ। खोला छ तिम्रो घर हो केटा? तिम्रो घरतिर खोला छ कि छैन? छ? कस्तो छैन खोला? तिमी फोहोरहरू कहाँ फाल्छौ? डस्टबिन फाल्छौ? खोलामा हामीले फोहोर फाल्नु हुन्छ कि हुँदैन? किन? हामीलाई रोग लाग्छ अनि अनि यसलाई हामीले कसरी बचाउन सक्छौँ लाग्छ? फोहोर टिप्छ अनि डस्टबिनमा फ्याँक्छु। डस्टबिन छैन भने गोजीमा हालेर घरमा गएर डस्टबिन छ भने त्यतै हाल्छु। मान्छे रुख कति काट्छन् यहाँ? यस्तो धेरै काट्छ। बियर फ्याक्ट्री छ, त्यहाँबाट धेरै प्रकार केमिकलहरू निस्केर आउँछ अनि फोहोरहरू फालेर जान्छ बढी त्यतिले। तर मान्छेले थाहा नि छ त्यो कुरो, त्यही मान्छे किन गर्छ होला यस्तो? हेलचक्रा गर्छ है? किन होला हेलचक्रा गर्ने? तिम्रो आफ्नै थट भनौँ, किन हेलचक्रा गर्छ जस्तो लाग्छ मान्छेले? त्यसको महत्त्व नबुझेर त्यसले के असर गर्छ भन्ने थाहा छैन। ठिक भनिन् उसले। हामीले कहिले महत्त्व बुझ्न सकेनौँ खोलाको। केवल अपेक्षा र उपेक्षाहरू मात्र गऱ्यौँ हामीले। कहिले बुझ्छौँ हामीले उसको महत्त्वलाई? पानी कम पर्नुको कारण चाहिँ अब हामीले जहाँ बुझेअनुसार चाहिँ अब जताततै अब यो जङ्गल विनाशहरूको कारण नै हो भन्ने कुरो। हजुर। प्रजा आमासँग पनि हामीले मिठो मिठो गफ गऱ्यौँ अनि उहाँले पनि आफ्नो सानो नाति नातिनीहरूलाई हामीलाई देखाउनु भयो। अब चाडा बाख्रा चारवटा छ, एउटा खसी छ। खसी छ एउटा? अब दसैँ बेच्ने हो क्या? दसैँ बेच्दिने। मेरो नाति नातिनी त्यही हो, त्यो सेसन छ। जङ्गल ट्विन्स हो? किराहरू धेरै लाग्छ? किरा अहिले गबाएर हेर्नु नि, यो रातै बनाएको बुबोबाट नि किरा लाएर अनि खाइदिने पातहरू। अनि यो हालेपछि चाहिँ लगभग सबै किराहरू त्यो मार्छ कि त्यो मात्रै किरा मार्छ, के गर्छ? होइन, किराहरू मार्छ, जुन त्यो बुबोमा भएको किराहरू मर्छ। हजुर। अनि यो बचेको जति चाहिँ अनि आउँछ फेरि। अनि यसले हामीले खाँदा हामीलाई के हुन्छ हुँदैन पछि? अब त्यस्तो खाने बित्तिकै हुने भयो त के हुन्थ्यो? आज बिसादी छ अरे भने पर्सितिरै तरकारी लिएर आउँछ बेच्नलाई। हजुर। यो त पछि यो त 2-3 महिना पछि हो, यो त केही नै हुन्न। 12 कट्ठा बाढीमा गुमाएपछि घामर बहादुर खड्काको कथा पनि सुनौँ। 16 गते बिउ गाडी 18 गते 7 गते रोक्छु भनेर भने थिएँ। त्यही 17 गते त्यही 16 गते राति नै लिएर गयो त्यो खोलाले। खोलाले लगेपछि अब कसलाई के भन्ने? खोलाबाट नजिक पनि थिएन त्यसरी? खोला नजिक पनि थिएन है? खोला नजिक थिएन। अब उसको यहाँ त्यो पोल जति उस जग्गा थियो नि, त्योभन्दा उतापट्टि खोलो थियो। हामीले त्यसबाट हामीले केही रात नै हामीले पाएन। रात पनि केही पनि दिएन, नभए अब दियो भने दिइहाल्यो, नभए के होइन भनेर अनि हामी चुलाएर बस्छौँ। अहिलेसम्म हामीले केही हामीले रात नै दिएन। हाम्रो अब जिउ भनेको लामो यात्रा छ, छोटो यात्रा छ, उनी ईश्वरलाई थाहा छ। घामर बहादुरले सरकारबाट कहिले पाएनन् राहत र यसलाई भाग्यको खेल भन्छन् उनी, ईश्वरको मर्जी भन्छन् उनी। जाने त्यो ठाउँ जाँदाखेरि हामीलाई त्यो नमजा लाग्यो र उनले आफूलाई सम्हाले र मैले पनि। यस्तै पहिरोबाट आफ्नो गाईबस्तु र खेत गुमाएका अर्का चेपाङ दाजुलाई हामीले भेट्यौँ। पहिरो छ? हजुर। यो ठ्याक्कै साउनको 14 गते हो। के क्षति भयो? क्षति त ठ्याक्कै 2टा भैँसी चाहिँ क्षति भयो। 2टा भैँसी र 2टा भयो। त्यो उयोहरू क्या गाईहरूलाई चाहिँ पुरी, मान्छेलाई चाहिँ उहाँलाई त पहिरोको अर्थ पनि थाहा थिएन।
पछि त्यही सर मैले यहाँ हेरे अनुसार चाहिँ एकदम चर्का गएको छ हजुर यो जालान उतापट्टि चाहिँ हजुर एकदम ठुलो चर्का रहेछ क्या हजुर त्यहाँनिर चाहिँ जाला जस्तो छ कहिले दिन पानी पऱ्यो भने चाहिँ त्यहाँ पनि जान्छ जस्तो अनुभव ल्याएको छु पहिला यो पहिरो भनेको थाहै थिएन कि थाहै थिएन पछि यो घर बनाइसकेपछि चाहिँ हजुर हजुर यो फिङ माटो घर पुगेको हो अब उहाँको परिवारको सुरक्षा कसले लिने? 40 वर्षदेखि झाँक्री गर्दै आउनुभएका भरतपुरीले पनि जलवायु परिवर्तनको बारेमा आफ्नो धारणा यसरी राखे। मूल पानीहरू पनि त्यति फुटिरहेको छैन। मूल फुट्नुपर्ने ठाउँमा नि त्यस्तो मूलको पानीहरू पनि त्यति राम्रोसँग फुटिरहेको छ। पहिला कता कता फुट्थ्यो? मूलको पानी हाम्रो यो महन हो, त्यो सिमल फेदम महन हो, यत्रो पानी फुट्थ्यो। हजुर अहिले जम्मा त्यो चाहिँ 1.5 इन्चको पाइपमा एक पाइप छ पानी। जलवायु परिवर्तन होइन त अब यस्तो हुँदै गएको छ। अब हामीले के गर्न सक्छौँ भन्दा हाम्रो तवरले चाहिँ हजुरलाई के लाग्छ? अब हामीले अब यसलाई के गर्नुपर्छ? अब गएर चाहिँ यही सम्बन्धीको विज्ञहरूले यसलाई के गरेर कसरी सुधार गर्नुपर्छ भन्ने कुरो हो। हामीबाटै सुध्रिने कुरो चाहिँ होइन। यही सम्बन्धीको विज्ञहरूले यसलाई अनुसन्धान गरेर अनि त्यो बाटोतिर जानु पर्यो। हामीले त अब यो कसरी सुधार गर्नु सक्छ? यो यात्राको क्रममा मैले उत्तर होइन प्रश्नहरूको ठेली बोकेर आएको छु। मैले मेरो मासुम खोला साथीले पाएको पीडा र उसको भयङ्कर रूपलाई अरूको नजरबाट हेरेको छु र आज उसले हामीलाई प्रश्न सोधिरहेको छ, तर हामी उत्तरहीन छौँ कहिलेसम्म।